ल आयो लामो समय पछाडि जौको सरौलोको भात, त्यस पछाडि सिस्नु अनि ए छोरा तातो हुन्छ है। त्यसपछि यो चाहिँ टमाटरको अचार हो। यो सिलाम मिसाएको त्यही कालो कालो देखिन्छ। सिलाम पुदिना मिसाएर बनाएको हो मैले, त्यही भएर अलिक कालो कालो जस्तो देखिन्छ है। अब भने सफलता कान्छा नि खाने, मम्मी पनि खाने है। कति धेरै तातो भएछ हौ। बाहिरको बाटोमा धुलो उडाउँदै सिस्नु पड्काउँदै गर्नुपर्छ। अब यतापट्टि राख्नु पर्यो सिस्नु। छोरा खान्छ नि सिस्नु खान्छ? पकाइ पकाइ मामा खुवाउँछु छोरा। पका छोरा पका ल, पक्नु मेरो कान्छ। तातो छ कि छोरो? लियो आम्मा ए कान्छा कठै मेरो छोरो इमामुले खुवाएको खानु न, खानु कान्छा। वाह मेरो छोरो कान्छाले पनि खायो। अब मेरो पालो। मिठो। मिठो मिठो मिठो। कान्छ छोरा लु गुगु लु अब छोरा नचुन है, आतो है कप्पा कम हो। ल यसरी पो खाने हो त। गाउँले पाराले जौको सरुलो सिस्नु वाह मिठो है छोरा। मेरो कान्छा छोरालाई मिठो के न मिठो के पुन्टिलेलाई। ल आम्मा गएन मेबे कप्पा मामा। मेरो छोराले पनि खायो। सिस्नु र भात खानु पर्छ है, सिस्नु र भात खानु पर्छ। वाह ओहो छोरा तिम्रो लुगा भिज्यो है, तल लुगा पो सुगाएको थिएँ। लु आम्मा गर्नु। नुन लागेन छ क्या जस्तो लाग्यो। मिठो छोरा। दोकान छ छोरा कप्पा कम्मा 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 कम्मा। दोकान छ छोरा नि बाठो छ नि। मिठो मामा मिठो। लु कान्छ छोरा कप्पा हो। यो हो नि त तरिका। जौको सरौलोको भात सिस्नुको त खतरा मिठो हो सानो। आतो चाहिँ बेबी नसुन है। अझ आलु मैसाने कस्तो मिठो हुन्छ क्या। लु कप्पा कप्पा छोरो आम्मा आम्मा गुप्पक। कान्छा छोरा पनि खान्छ नि। यो लुगा चाहिँ कस्तो भ्याङले भएछ हौ छ्या। नसुनु न काच्छा। सरी मेरो बेबी अनि किन छोको त। ल सरी सरी
सरी र कच्चा तिमीलाई कसले छुनु भने त घरिघरि हातमा ल्याऊ है त है हातमा ल्याउनु हस् तिमी मामुले खुवाएको मामा मात्रै खाने कि छोरा कप्पा मम्मी चाहिँ अचार पनि खानु पर्यो है अचारसँग त झन् जोर मिठो हुँदो रहेछ हौ खान्छ छोरा तिमीलाई त हुन्छ छ ल छ नि कसै छैन भनेको खान्छ तिमीलाई त हुन्छ ल भनेको त छैन पर्यो हातै छोरा हातै नचुनु है छोरा मामुले छोराले दिसेन अब दिन्छु मेरो छोरा कति ज्ञानी छ है यो कप्पा आमै मेरो बाबु मेरो पुग्तु मेरो ज्ञानी छोरा हो नि त यो त मेरो साह्रै ज्ञानी छोरा छ मेरो सानो पुन्टे छोरा हो नि यो सिस्नु र माम कुपी कुपी खान्छ हौ ले आम्मा गइनो यो माम भयो यो नखाने अब त भन्दै मेरो कान्छा छोरा यता आयो है भात धेर पस्केछु खाइसक्दैन क्या धेर भइछ है भात ए ललासै छोरा बेसरी भोक लाग्यो खान्छ छोरा डम्मै भनेको त अलि खाइ नसकौँ न जस्तो नि भयो खोइ के गर्नु छोरू नगर्नु न कान्छा बाबु नो बेबी नो कान्छा हौ ए सफलता सरी अगाको सङ्केत है अब चाहिँ ल छोरा आमा माम मात्रै खाऊ अलि जौलो पनि खानुपर्छ क्या तिमी है कप कान्छा ल मम्मम कान्छा मम्मम कान्छा मम्मम रे पिरो हो आम सरी लो यो डल्ला खाऊ त डल्ला ए पिरो नभएको खानु न ल प्लिज गिरी प्लिज ल खाँदैन छोरा अब मम्मी फिनिस गराउँछु ल तिमी खाँदैनौ उइ कता जानुभयो हजुर एक थाल मात्र एक कचौरा सिस्नु भ्याइयो बाई बाई।